नमस्कार। गाउँ सहर काउले पानी होमस्टे जानको लागि यस्तो बाटोबाट हामी उक्लिँदैछौँ र हामी होमस्टे जानको लागि यो दरबार लमजुङ दरबार भन्दा लगभग आधा घण्टा यात्रा पश्चात माथि पुगिन्छ भन्ने जानकारी पाएका छौँ र अब हामी यो हाइकिङ गर्ने बाटो खोज्दै हामी अगाडि बढिरहेका छौँ। गाउँको बस्ती आइपुगिसक्यौँ हामी र अहिले होमस्टेको गाउँभित्र लगभग प्रवेश गरिसकेका छौँ। बाटो कति रमाइलो, जति जियो जिन्दगानी उति रमाइलो, जति जियो काउले पानी कम्युनिटी होमस्टेबाट हामी अहिले लमजुङको दरबारभन्दा माथि काउले पानी होमस्टे आएका छौँ र यो होमस्टे चाहिँ नम्बर 13 मा बसेर हामी यहाँ वेलकम खाजा खाँदैछौँ। गानी उति रमाइलो, कति रमाइलो, कति रमाइलो, कति रमाइलो, कति रमाइलो, जति जियो जिन्दगानी उति रमाइलो, जति जियो जिन्दगानी उति रमाइलो। होमस्टेको गाउँभित्र छिर्दैछु र यहाँको यो फुल टिपेर अब हामी भित्रको होमस्टेको दृश्य लिएर अगाडि बढ्दैछौँ। यहाँको होमस्टेको मैले दृश्य देखाइराखेको छु। हजुर, काउले पानी सामुदायिक होमस्टेको अध्यक्ष। यो के त भन्दाखेरि गाउँ यो यति धेरै सुन्दर छ, यो ऐतिहासिक प्राकृतिक धार्मिक तथा सांस्कृतिक सम्पदाले भरपूर यो काउले पानी। तथापि यो यत्रो सम्पदालाई हामीले चाहिँ पहिचान गर्न नसकेर मान्छेहरू सबै गाउँ छोडेर चाहिँ बाहिर जान थाल्यो। गाउँहरू यति सुन्दर ठाउँ, यो लमजुङकै पहिलाको 24 काली राजधानी, यो ठाउँलाई चाहिँ छोडेर हामी अन्यत्र विस्थापित हुँदै जान थाले पछाडि गाउँमा नै केही काम गऱ्यो भने यही चिज हामीसँग भएर सम्पदाहरूलाई प्रवर्धन गरेर हामी गाउँलेलाई यहीँ आयोजन गरेर आउन सक्यो भने गाउँमा चाहिँ मान्छेहरू बस्छन् होला भन्ने सोच छ। अब के गर्ने त भन्दाखेरिमा तुरुन्तै हामीसँग भएको यो सम्पदालाई प्रवर्धन गर्ने भनेको टुरिज्म हो। टुरिज्मको पनि यो रुरल टुरिज्मको कन्सेप्ट ल्यायो। रुरल टुरिज्ममा यो होमस्टे कन्सेप्ट ल्यायो 2011बाट। यसको बारेमा 2008बाट यसको अध्ययन गरेँ। 8बाट अध्ययन सुरुवात गरेर त्यस पछाडि 2011बाट फर्मल यसको ओपनिङ गरेर चाहिँ सुरुवात।
हजुरले मैले के सोधेँ भने अहिले हाम्रो यो काउली पानीमा कतिजना चाहिँ नि गेस्टलाई राख्न सकिन्छ? हामीसँग अहिले हामीसँग 15 घरले रेजिस्ट्रेसन गरेका छौँ। 15 घरले 15 घरले रेजिस्ट्रेसन हामीसँग 26 घर छ। हजुर 26 घर मध्येमा 15 घरले चाहिँ होमस्टेको रूपमा प्रबन्धन गरिएको छ हजुर र बाँकी 10 घर चाहिँ उत्पादन क्षेत्रको रूपमा प्रबन्धन गरिएको छ। हाम्रो यो 15 घरमा हामीसँग 90 बेड क्यापासिटी छ। 90 बेड हामी 90 एक बेड एक पाहुना भनेर राख्ने चाहिँ नि उस चलन्छ। हामी एउटा घरमा कतिजनासम्म अटाउँछ? यसो हो त्यो क्यापासिटी फरक छ। फरक फरक छ। हाम्रो होमस्टे कन्ट्राक्ट अनुसार के अरे कार्यविधि अनुसार यसलाई हामी कम्तीमा चाहिँ यो 2टा बेड हुनुपर्छ भने तर हाम्रो कम्तीमा 4वटा बेड छ। अनि हजुरले जस्तो हामी अहिले 2 जना मात्र आयौँ होइन, हजुर। ग्रुपको चाहिँ के छ र यो इन्डिभिजुअल आउनेको के छ यहाँ व्यवस्थापन? यसमा हामीसँग अब 2 टाइपको चाहिँ प्याकेज छ। ओके हजुर एउटा चाहिँ कम्युनिटी प्याकेज, अर्को फ्यामिली प्याकेज छ। ओके यो 2 टाइपको प्याकेज छ। हजुर स्पेसली कम्युनिटी प्याकेज भन्ने बित्तिकै हामी 20 एबभ 20 जनाभन्दा माथिको गेस्टहरू हुनु पर्यो। उहाँहरूले चाहिँ हामीसँग अग्रिम सम्पर्क गर्नु पर्यो। हजुर जस्तै अब भोलि आउनु छ भने हामीलाई आज चाहिँ सम्पर्क गरिसक्नु पर्यो, हामी यतिजना आउँदैछौँ भनेर त्यो हुनुपर्छ। र त्योभन्दा तलको हाम्रो चाहिँ फ्यामिली प्याकेज हुन्छ। कम्युनिटी प्याकेजमा आउने गेस्टहरूलाई हामीले हाम्रो सांस्कृतिक भवनमा, हाम्रो होमस्टेको सांस्कृतिक भवन छ, त्यो सांस्कृतिक भवनमा सबै गाउँलेहरू जम्मा हुन्छौँ। जम्मा भएर त्यहाँ उहाँहरूले चाहिँ त्यहाँ स्वागत गर्छौँ, गुरुङ कल्चर अनुसार सम्मान गर्छौँ, खाजा खुवाउँछौँ, काउली पानीको बारेमा इन्फर्मेसनहरू दिन्छौँ, अनि छोटो कल्चर पनि दिन्छौँ। र त्यसपछि होमस्टे घरमा लगाएर ननभेज खाना, बेड बिहानको बेड ब्रेकफास्ट र फेरि सबै घरको पाहुनालाई हाम्रो सामुदायिक भवनै जम्मा एकै ठाउँमा राखेर एकै ठाउँमा राखेर फेरि सानो मायाको चिनुसहितको बिदाईको कार्यक्रम पनि गर्छौँ। त्यसको एक प्याकेज भनेर भन्छ। त्यो प्याकेज अहिले हाल 2016मा हेर्दाखेरि त्यसको प्याकेज रेट जम्मा प्रति व्यक्ति 1200 रुपियाँमा रहेको छ। त्यो कम्युनिटीको आउँदै 1200। अब फ्यामिली प्याकेज 20 किलो गेस्टहरू हुनुहुन्छ भने उहाँले त्यो अग्रिम बुकिङ गर्नुपर्छ। कम्तीमा नि हामी यसै आयौँ भनेर खबर दिने बित्तिकै हामी कुन घरमा पठाउँछौँ, हाम्रो रोटेसन सिस्टम हुन्छ। रोटेसन सिस्टमले चाहिँ पालो परेको घरमा पठाउँछौँ। पालो परेको घरमा पठाउँदाखेरिमा त्यो घरमै घरवालाले स्वागत गराउँछ, स्वागत गरेर खाजा खुवाउनुहुन्छ। त्यसपछि चाहिँ ननभेज खाना, अनि बेड बिहानको बेड ब्रेकफास्ट र घरैबाट सानो मायाको चिनोसहितको बिदाई। 1 नाइट स्टेको नमस्कार, अहिले म काउली पानी देवी माता की जय अर्थात् काउली पानी देवी माताको मन्दिर आएको छौँ। र यो काउली पानीको होमस्टेको अर्को हेर्न लायक ठाउँ यहाँलाई एउटा मन्दिर देखियो र यहाँ देवीको मन्दिर पुरै बन्दोबस्त गरेर बनाएको हामीले देख्न सक्छौँ। यो मुख्य देवीको मन्दिर यहाँ अगाडि देख्न सकिन्छ र यहाँ मन्दिरमा हामी अहिले दर्शन गरेर आएका छौँ। आफैबाट कति रमाइलो, जति जियो जिन्दगानी उति रमाइलो। नमस्कार, अहिले म आई लभ काउली पानी होमस्टेमा आइपुगेको छु र यहाँ वेलकमको लागि बनाइएको पानको पात अनि यहाँ द सिम्बोलिक रिलेसनसिप बिट्विन एरिक फ्यामिली युएसए एन्ड काउली पानी फ्यामिली नेपालबाट निर्माण भएको यहाँ चाहिँ नि सिम्बोलिक हिमालको पनि चिन्ह बनाएर राखेको रहेछ र यसको चाहिँ नि दृश्य अवलोकन गर्दै यहाँको मनोरम दृश्य हेरेर यहाँ भएका महत्त्वपूर्ण कुराहरू सूर्यास्तको समय भएको छ र यहाँबाट अहिले आएर यो
भ्यू टावर यो भ्यू टावर बनेको रहेछ तर भ्यू जियो जिन्दगानी उति रमाइलो